हामीले सफलता पनि पाऊँ। यो एकदमै छिटो छिटो अशान्तिको दुनियाँ छ अहिलेको संसार, त्योमा चाहिँ शान्त पनि रहौँ, सफल पनि हौँ, र एकअर्कासँग मिलेर बस्न सबै कुरा चाहिँ एक राम्रो आध्यात्मतिर लाग्नका लागि अहिले जुन मान्छे भट्किरहेछन् ती मान्छेहरूले चाहिँ आफूलाई चाहिँ कसरी राख्ने, भगवानको नाम पनि भयो तैपनि सक्दैनन्, हारिहाल्छौँ भन्ने कुरा आउँछ। उहाँहरूलाई सन्देश आफूसँग आफू जसको हृदयमा यदि भगवानले वास गरेका छ, भगवानको नाम बोलिरहेको छ, प्रत्येक प्राणी उसैलाई जो प्यासा हुन्छ जहाँ जल जान्छन्, प्यासाले फुत्तु जलाशय प्यासा पनि आउँदैन, ऊ आफै तर्सेर आउँछ। आफै फुल जहाँ फुल फुलेको हुन्छ त्यो भमराहरू आफै फुल्छ। भगवानको यदि ध्यान गर्छ भने, त्यसको भगवानलाई बार बार समाउँछ भने सबै उसको पछाडि हुन्छ, सबै कुरा हुन्छ। भगवानको नाम सिवाय अन्त केही शान्ति छैन। अन्त शान्ति खोज्ने हो भने कहीँ गएर कहीँ परि छैन, शान्त खोज्ने हो भने भगवानको नाम लिने। कुनै बेला पनि अशान्ति हो, कुनै कार्य गर्दा कुनै गर्दा पनि भगवानको ध्यान गर्यो भने सबै प्राप्त हुन्छ। सुख भनेको भगवान मात्रमा छ, अन्त सुख कहीँ पनि छैन। सुख खोज्ने हो भने मिलन कि तर नहीं बिन नसो, तर नहीं बिन से मम स्वामी राम नमामि नमामि। शरण गए मोसे अगरासी होइन सिद्धि अविनाशी। भगवानको शरणमा गए बिना, भगवानको नाम जपे बिना कुनै शान्ति हुँदैन। यो छेडेको सुख हो। सम्पत्ति धन सम्पत्ति जे पनि जति पनि हो, मति की रति गति भूति भलाई, जहाँ त्यही पाए जो जत नटराई। जे पनि पाए भगवानकै नामले हो। भगवानको नाम सिवाय अरूको केही पनि छैन। मुख्य सार भनेको जुनजना पनि तिम्रो जे कुनै प्राणीले पनि भगवानको शरणमा जाने, भगवानको नाम लिने, तेरो सिवाय मेरो कोही छैन परमात्मा, मलाई शरणमा राख, म अज्ञानी हुँ, मूर्ख हुँ, मलाई थाहा छैन भनेर आफ्नै भाषामा कराउँछ भने सिद्धि हो।